हेलो एभ्रिवान, आज हामी बनाऊ सुजीको हलुवा। यसको लागि फर्स्टमा मैले प्यान तताएर घिउ राखेको छु। घिउ चाहिँ मैले नर्मल भन्दा थोरै राखेको छु किनकि यो बिरामीको लागि हो। अनि यसमा मैले काटेर राखेको ड्राई फ्रुट्सहरू जुन काजु र बदामलाई रोस्ट गरेँ। मजाले ब्राउन हुनेसम्म रोस्ट गर्ने। अनि मैले यसमा पछि चाहिँ किसमिस एड गरेँ। किसमिस चाहिँ लास्टमा राख्नुपर्छ किनकि यो फुलिन्छ अनि छिट्टै पनि डढ्छ। अनि त्यही घिउमा मैले सुगरलाई क्यारामल हुन राखेँ। सुगरलाई चाहिँ क्यारामल हुन दिएपछि चाहिँ मजाले कलर पनि राम्रो आउँछ हलुवाको अनि टेस्ट पनि इन्हान्स हुन्छ। अनि यसमा मैले ल्वाङ र सुकमेल पनि एउटा एड गरेँ। ल्वाङ र सुकमेलले पनि स्मेल राम्रो गर्छ हलुवाको। अनि यतिको कलर भएपछि चाहिँ मैले यसमा सुजी एड गरेँ। सुजीलाई पनि मजाले रोस्ट गर्ने। हजुरहरू कति लिनुहुन्छ त्यो अनुसारको सुजी राखेर रोस्ट गरेर ब्राउन्स भएपछि यसमा हामीले दुध एड गर्ने। दुध पनि मजाले हाल्नुपर्छ। दुध चाहिँ सुजी भिज्नेसम्म राखेर यसलाई मजाले मिक्स गर्नुपर्छ। दुधले चाहिँ फ्लेभर एकदम मिठो बनाउँछ हलुवाको। अनि यसमा हामीले मजाले मिक्स गरेर डल्लोहरू सबै फुटाउनुपर्छ। त्यो सुजीमा डल्लोहरू पर्नु दिनु हुँदैन। अनि मजाले चलाउँदै पकाएपछि जब यसमा घिउ छुटिन थाल्छ अनि हलुवा रेडी हुन्छ। अनि यतिको भएपछि हलुवामा अब हामी लास्टमा अघि फ्राई गरेर रोस्ट गरेर राखेको ड्राई फ्रुट्सहरू गार्निसको लागि राख्छौँ। अनि हाम्रो हलुवा रेडी भयो। हजुरहरूले चाहिँ यसमा चिनी र घिउ चाहिँ अलिक बढी युज गर्न नि सक्नुहुन्छ है त। ओके, इन्जोय।